हेलो गाइज वेलकम टु दी भ्लग। अनि आज चाहिँ के हो भने आज चाहिँ हामी दुवैजनाको छुट्टी छौँ एन्ड देन हामी चाहिँ आज लन्डन घुम्न जानु लागेको। अनि त्यसपछि म त्यहाँनिर चाहिँ के भन्छ त्यो पिङहरू हुन्छ केहरू हुन्छ नि त। म धेरै खेल्छु। मैले चाहिँ त्यो एडभेन्चर्स कुराहरू चाहिँ एकदम धेरै मनपर्छ। यो चाहिँ डराउँछ। म चाहिँ खेल्छु, ऊ चाहिँ खेल्दैन। उसले चाहिँ मेरो भिडियो गर्छ। वाउ आज तुमले हेलो बोलो। हेलो। What's wrong with you, भाई? हेलो तो बोला मैंने। He is so rude. Let उसलाई आफ्नो स्पेसमा छोड्दिउँ अनि हामी चाहिँ कुरा गरौँ है। अनि त्यसपछि मेरो हातबाट चाहिँ किन जहिले होल्ड गर्नै सक्दैन कि मोबाइल हात गलिहाल्छ नि, त्यही भएर। अनि अब चाहिँ हामी ट्रेन स्टेसनमा जानु लागेको, जङ्सनसम्म जान्छौँ। अनि जङ्सनदेखि चाहिँ सबैजना ग्रुपहरू छ अनि हामी ग्रुपसँग बसमा जान्छौँ। बस चाहिँ बुक गरेको थियो, त्यही बसमा सिया लन्डन जाने हो। अनि त्यो बिचबिचमा म के गर्छु, याद आयो भने चाहिँ क्याप्चर गर्छु, याद आएन भने चाहिँ त्यही हो। हामी चाहिँ भर्खर ट्रेनमा चढ्यौँ। ट्रेन चाहिँ अहिले हिँड्छ। अनि आज चाहिँ हाम्रो आउटफिट के म्याचिङ छ। मैले पनि ब्लू कलरको लगाएको, उसले पनि ब्लू कलरको लगाएको, इभन सुज पनि म्याचिङ छ। अहिले एकछिन चाहिँ हाम्रो ड्रेस देखाउँछ। चाहिँ हामी जङ्सन ट्रेन स्टेसनदेखि किधर जा रहे? टेस्कोमा आउँछ अरे बस। अनि हामी चाहिँ त्यहाँ टेस्कोमा जानु पर्यो वेट गर्नलाई बसको। यो चाहिँ कस्तो मान्छे छ कि भिडियोमा ल्याएन भने पनि खै गर्छ, भिडियोमा ल्याएर आउँदाखेरि पनि ऊ यसरी हिँड्छ। ओइ ठीक बोला जो भी बोला। ओके, अब हामी चाहिँ बस कुर्दै गर्छौँ। अनि आजको हाम्रो आउटफिट चाहिँ सेम छ कि म कता राखेर देखाउँ, एडजस्ट गर्छु। हाम्रो चाहिँ सेम आउटफिट अनि सेम कलर जुत्ता। यसो देखाउ न, वाइट एन्ड ब्ल्याक। हाम्रो चाहिँ सेम आउटफिट। मैले चाहिँ के मेकअप पनि गरेको छैन। अनि मेकअप नगरिकन पनि मेरो आजकल मेरो फेस चाहिँ कस्तो राम्रो भएको छ कि। अनि मलाई नै आफूलाई नै कस्तो राम्री लाग्छ क्या म है। ठीक बोला, ठीक है परफेक्ट है। हजुर। अनि त्यसपछि हामी चाहिँ बस कुरिरहेको टेस्कोमा। कितना बजे आएगा बाबा? 10 मिनट। 10 मिनटमा चाहिँ आउँछ। अनि त्यसपछि हामी चाहिँ जान्छौँ। बिचको पनि हामी देखाउँछौँ। हामी के म देखाउँछु। म उसलाई त भिडियोमा ल्याएन भने पनि रिसाउँछ, भिडियोमा ल्याए पनि उसलाई मतलब हुँदैन। सो हामी चाहिँ बसमा चढ्यौँ। ओ माई गुडनेस, ब्याकग्राउन्ड म्युजिक छ। हामी चाहिँ भर्खर बस चढ्यौँ। अनि हामी चाहिँ यहाँनिर खेल्ने ठाउँ आइसक्यो। ऊ त्यहाँनिर छ, त्यहाँनिर लेखेको। अनि हामी चाहिँ अब खेल्छौँ। हामी भन्नाले पनि स्पेसली म चाहिँ खेल्छु, सबै खेल्छु। मलाई चाहिँ एडभेन्चर्स एकदम धेरै मनपर्छ कि। अनि त्यही भएर म चाहिँ खेल्छु। ऊ चाहिँ अगाडि पुगिसक्यो, अगाडि मान्छेहरूसँग गएको। अनि म चाहिँ साथीहरूसँग पछि आएको नि त। ओ माई गुडनेस, कस्तो राम्रो छ। हामी चाहिँ यो भित्र यस्तो रहेछ, कस्तो राम्रो छ। ऊ त्यो चाहिँ बच्चाको। अब म चाहिँ सबसेभन्दा एडभेन्चर्स, सबसेभन्दा डरलाग्दो खालको चाहिँ खेल्नु लागेको छु। लेट्स सी, त्यो डरलाग्दो खेलेपछि मलाई अरू चाहिँ खेल्नु मन लाग्छ कि लाग्दैन। ओ माई गुडनेस, अहिले नै डर लागिसक्यो। लाग्नु चाहिँ भए पनि डर के आगे जीत है भने जस्तो हो क्या। यहाँबाट चाहिँ पर्फेक्ट भ्यू, कस्तो राम्रो। यहाँ चाहिँ एउटा यस्तो छ, मान्छेहरू खेलिरहेको छ, डेन्जर हो। ओ माई गुडनेस, ओ माई गुडनेस, कस्तरी के। म चाहिँ यो पछाडिको राइड जानु लाग्यो। अनि हेर्दै कस्तो डर लागिसक्यो। ओ माई गुडनेस, अनि राइड चाहिँ यस्तो 10-12 चोटि घुमाउँछ अरे हो। मलाई कस्तो डर लागिसक्यो।
I'm scared. Oh my goodness. यो गेम खेल्न लाएको त्यहाँ छिराउने. Oh. La la. Ooh. 2 more. Yeah. Cheer. Thank you. Wow, nice try. हामी चाहिँ यस्तो चकलेटमा डिप गरेको वाला खाना आएको. हामी चाहिँ यो राइडमा जान लाग्यो. कसरी सही तल लगिदिन्छ क्या यो राइडमा जान लाग्यो. अब चाहिँ राइडमा चाहिँ हामी 2 जना. यो चाहिँ डर्चर वाइट नम्बरको. यो चाहिँ यहाँ कति धेरै राइड गरिसक्यो. अनि त्यसपछि यहाँ चाहिँ राइड गर्ने भन्दा बेसी पनि हिँड्नु पर्ने क्या राइड हुने ठाउँमा चाहिँ. अनि रमाइलो पनि भयो. सुरुको फर्स्टमा खेलेको वाला चाहिँ लास्टै एडभेन्चर्स थियो. अनि अरूहरू त खासै पनि छैन. अनि यता चाहिँ पुरै हरियालीले भरेको छ क्या. नेचर नेचर. वाउ कस्तो राम्रो नेचर नि. ऊ त्यहाँ अगाडि चाहिँ मेरो बुढा छ. उसले चाहिँ देखाइरहेको छ बाटोहरू. त्यही हो. अब हामी चाहिँ यो राइड खेल्न लाग्यो. यो पनि डेन्जरस छ. मलाई कस्तो मन पर्यो. माथिको मात्र गरे यो राइड. वाउ. अब फेरि हामी चाहिँ यो खेल्न लाग्यो चाहिँ एकदम स्केरी वाला हो क्या. अनि के भन्छ र नि हामी चाहिँ त्यो राइड गर्ने बेलामा चाहिँ यहाँ चाहिँ भिडियो क्याप्चर गर्नु मिल्दैन. यदि कसैले गर्यो भने पनि यहाँको मान्छे आएर अनि भिडियोहरू चाहिँ डिलिट गरिदिन्छ. त्यही भएर चाहिँ कसैले पनि भिडियो गर्दैन. यहाँसम्म चाहिँ गर्नु मिल्छ होला सायद. त्यो पनि थाहा भएन. अब तिनीहरूले क्यामेरामा क्याप्चर गर्छ अनि त्यसपछि त्यो भिडियो दिनु मिल्दैन भनेर. कस्तो डरै लाग्यो. यसमा चाहिँ मेबी भिडियो गर्न दिन्छ होला. यो चाहिँ ट्रेनमा चढेको आनन्दले बसेर थाक्यो रहेछ भने थाकेको रहेछ फर्स्ट टाइम तपाईँ. बुढा ओए कैसा लगा? मुझे पुरै थाकिसक्यो यसरी. हामीलाई चाहिँ राइडहरू पनि सबै खेल्यो. अनि लास्टै थाक्यो. ऊ त्यहाँनिर एउटा अलिकति डेन्जरवाला खेलेर लास्टै ऊ चाहिँ बेहोस हुन लागिसक्यो. भमिट भइरहेछ. उसलाई चाहिँ मन पर्दैन डेन्जरवाला. अब हामी बस भएको ठाउँमा जाँदै हो. ग्रुपहरू चाहिँ त्यहाँ थाकेर बसिरहेछ. हामी चाहिँ अगाडि अगाडि गएर बसिहाल्छु. मलाई भोक पनि लागिसक्यो. हामी चाहिँ बसबाट ओर्लेर फेरि ट्रेनमा आइसक्यो. अब चाहिँ हामी घर जाँदै है. बिचरा उसलाई चाहिँ गाह्रो भयो त्यो गेमहरू खेलेर. भमिट भयो. मलाई चाहिँ के पनि भएन. अरूलाई पनि के पनि भएन. उसलाई चाहिँ गाह्रो भयो. उसलाई चाहिँ के भन्छ अरे मन पर्दैन नि त डराउँछ. अनि मैले चाहिँ जबरजस्ती खेल भनेर खेलाएको थियो. तर उसलाई चाहिँ गाह्रो भयो. त्यही हो. अब चाहिँ हामी घर जानु लाग्यो. ओके. डु नट फर्गेट टु लाइक सेयर एन्ड कमेन्ट एन्ड सब्सक्राइब. अनि अब फेरि भेटौँ होला अर्को भिडियोमा. बाई बाई. बाई करो. Bye.